नमस्ते सबैजनालाई। म चाहिँ पोहोर साल चाहिँ नेपाल गएको थिएँ, 81 गएको थिएँ कि बिना प्लान। अनि यो चाहिँ नारिता एयरपोर्ट। अनि नारिता एयरपोर्टबाट डाइरेक्ट म काठमाडौँ झरेँ। काठमाडौँबाट डाइरेक्ट म चाहिँ अनि उता इटहरी तरहरा गएको थिएँ, मेरो माइती घर। अनि माइती घरमा चाहिँ मेरो पापाले यस्तो गमलाहरू पनि कहिलेकाहीँ बनाउनुहुन्छ, एकदम सिप भएको हुनुहुन्छ नि त। अनि मेरो माइती घरमा चाहिँ आँप लिचीहरूको चाहिँ एकदम बोटहरू छ। अनि सिजन पनि थियो, आँपहरू लटरम्मै फलेको थियो। अनि मजाले धेरै वर्षपछि ताजा ताजा आँप खायो। मेरो माइती गाउँ हो यो। लिची पनि पुरा राखिदिनु भएको रहेछ, सकिनु आँटेको रहेछ, तर राखिदिनु भएको रहेछ। भाइ बहिनीहरूसँग खायो। अनि बहिनीसँग तालतल्ल्या पुरा घुम्न गएर अनि फिल्मी स्टाइलमा है, स्लो मोसनमा अनि क्याटवक पनि गऱ्यो बहिनीसँग। त्यसपछि छोरी आएको खुसीमा चाहिँ मम्मी पापाले सुँगुर खतरा ढाल्नुभयो। अनि मैले पनि यसो सघाए जस्तो गरेँ नि त। अनि काटकुट गरेर खान्ते पिन्ते गरेर धेरै 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 समयपछि चाहिँ मैले नेपालको साकेला फेरि नाच्न पाएँ। यो चाहिँ भवानीपुर, इटहरी भवानीपुर हो। अनि भवानीपुरमा चाहिँ अन्तिम साकेला रहेछ, मैले भेटेँ। अनि ड्याङ 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 नाच्यो आफन्तहरूसँग है। अनि त्यसपछि धरान पनि घुम्न गयौँ, बुढा सुब्बातिर कता कता गयौँ है। अनि भाइ बहिनीहरूसँग गएको। त्यसपछि हाम्रो जेठा देवा घर धरान 15मा छ, गयौँ। देवाको नाति अनि मेरो बहिनीको छोरी चाहिँ पुरा रमाइलो गर्दैछ उनीहरू। त्यसपछि म चाहिँ लागेँ मेरो कर्म घर हिले हुँदै खाटबारीमा चाहिँ। अनि मेरो माइजू सासूको घर छ नि त। अनि उता मेरो सासू देउरानी आमाजूहरूसँग खतरा खाटबारीको सरुवा खाएर चाहिँ अनि रमाइलो गऱ्यो। त्यसपछि फेरि गाउँ मेरो चिचिला चनौटे हो कर्मघर। अनि त्यता म अब लागेँ, भोलिपल्ट सासूसँग लागेँ। अनि त्यसपछि घरमा अब काम त गर्नु पर्यो। अनि सासूलाई जिस्काउँदै बारीमा काम गर्दैछु। म चाहिँ तराईको मान्छे हो, खासै यस्तो अब घाँसपातको कामहरू खासै नगरेको। त्यही माथि अब विदेश बसाइ, लामो विदेश बसाइ भयो नि त, लगभग 9-10 वर्ष। कस्तो काम गर्नु कस्तो गाह्रो भएको के। अब त्यही पनि बुहारी मान्छे काम त गर्नु पर्यो है। अनि सासूसँग जिस्किँदै यसो काम गरे जस्तो गरेँ। अनि त्यसपछि यो चाहिँ आगोमा खाना पकाउँदैछु। यो चाहिँ अब सानो हुँदा चाहिँ हामीले तराईमा पनि पकाउँथ्यौँ। पछि चाहिँ ग्यास चुला आएपछि चाहिँ यस्तोमा अब खासै पकाउन छोडेको थियो। अनि गाउँमा गएर चाहिँ धेरै समयपछि चाहिँ फेरि तिन चुलामा चाहिँ मजाले निगुरोहरू, राको मासु, थरी थरीको मासु पकाइयो, खाइयो सासू ससुराहरूसँग। अनि फेरि अब सधैँ अब छुट्टी छोटो थियो है, रमाइलो गऱ्यो, गाउँमा रमाइलो गऱ्यो, पाइतामा रमाइलो गऱ्यो। यो चाहिँ मेरो चनौटे है, छिमेकमा दाजुभाइहरू हुनुहुन्छ। अनि यो चाहिँ फेरि म पुनः खाटबारी फर्केको भ्यू है। यो चाहिँ टक्क कहाँ भने माथि के, मलाई ठ्याक्कै ठाउँ चोकको नाम थाहा भएन। अनि जे होस् मेरो माइजू सासूको घरदेखि देखिने भ्यू हो, एकदम रमाइलो छ। अनि त्यसपछि बेलुका चाहिँ मेरो सानीमा सासूको छोरी हो उहाँ चाहिँ। अनि मेरो देउरानी टक्क यो चाहिँ लेकको कता अरे चिचिलाको सुँगुरको मासु हो कि, एकदम खतरा मिठो थियो, ढुङ्गामा पोलेको। अनि यता हाम्रो आमाजू दिदीले चाहिँ सरुवा सार्नु हुँदै थियो। अनि हामीले मोमोहरू के बनाएर खायौँ, रमाइलो गऱ्यौँ। अनि एकदम रमाइलो भएको थियो परिवारहरूसँगको रमाइलो चाहिँ। यो चाहिँ मेरो पूर्वको पार्ट हो। अनि फेरि म सेकेन्ड पार्टमा चाहिँ म यता मेरो काठमाडौँतिरको रमाइलोहरू तपाईँहरूलाई म भिडियो बनाएर प्रस्तुत गर्नेछु। अनि फेरि भोलिपल्ट चाहिँ म मेरो देउरानीको गाउँ जाँदैछु, के पो नाम, दिदिङ जाँदैछु है। अनि यो चाहिँ अरुण थर्ड प्रोजेक्ट भएको ठाउँ, मेरो देउरानीको माइती गाउँतिर। अनि त्यसपछि हामी त्यहाँ रमाइलो गऱ्यौँ। अनि त्यहाँ चाहिँ उहाँ चाहिँ मेरो जेठानी दिदी पर्नुहुन्छ है, साइनोले, हामी दाजुभाइ। अनि उता हुनुहुन्छ हाम्रो प्रतिमा दिदी, उहाँ चाहिँ एकदम रमाइलो हुनुहुन्थ्यो उहाँले। अनि हामीलाई चाहिँ धुवा छागा छ, कस्तो राम्रो छ, घुम्न जाउँ भनेर घुमाउन लानुभयो। अनि चिसो पानीमा रमाइलो गऱ्यौँ। बाटो चाहिँ कस्तो अप्ठ्यारो थियो है, त्यही पनि बल्ल 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 अरूको सहयोगले चाहिँ म पुग्न सफल भएँ। अनि त्यसपछि पुरा भ्यागुता जस्तो बुत्रुक गरेर पौडी पनि खेलेँ है। हातखुट्टा चाहिँ चाल्यो तर ठाउँै सर्नु सकिनँ कि, मलाई पौडी खेल्न आउँदैन नि त। अनि फर्किँदा चाहिँ मेरो देवर बाबु चाहिँ, मेरो आफ्नै देवर बाबु प्रवीण भाइ चाहिँ लिन आउनुभएको थियो गाडीमा। अनि हामी फर्क्यौँ। त्यसपछि फेरि हामी खाटबारी फर्क्यौँ। अनि खाटबारी फर्केर आमासँग शनिबारको हाट बजार घुम्यो। अनि रमाइलो गऱ्यौँ। अनि खतरा रमाइलो भयो। अनि त्यसपछि लास्टमा चाहिँ हामी जाँड खाएर, हाम्रो शान्ति बहिनीको घरमा जाँड खाएर चाहिँ रमाइलो गऱ्यौँ। बाई बाई।